नमस्कार साथीहरू, म एमबी धामी घायल। आज मलाई एकदमै चोट लागेको छ। म धेरै दुखी भएको छु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। कुरा के छ भने नि साथीहरू, आज मेरो वर्ष लगाएर मैले मेहनत गरेको मेरो फेसबुक पेज ह्याक भएको छ। साथीहरू, कसैलाई थाहा छ भने मेरो पेजलाई कसरी रिकभर गर्न सकिन्छ सबैले बताइदिनु होला। म आज एकदम दुखी छु साथीहरू। एकदम मलाई रुन मन लागिरहेको छ, भक्कानु फुटिरहेको छ साथीहरू। मेरो वर्षको सपना आज टुटेको छ साथीहरू। म चाहिँ आज पागल झै तडपिएको छु। मेरो कमाइ पनि राम्रो भइरहेको थियो फेसबुक पेजबाट, तर ह्याकरले मेरो फेसबुक पेजलाई नै ह्याकर गरिसक्यो भन्ने दिन कसैको पनि नआओस् साथीहरू। किनभने तपाईहरूलाई ह्याकरले यस्ता नोटिफिकेसनहरू पठाएको हुनसक्छ, तर तपाईहरू झुकिएर त्यो नोटिफिकेसनमा तपाईहरू क्लिक गरेर तपाईको फेसबुक पेज, वर्षौं मेहनत गरेर तपाईले खडा गरेको फेसबुक पेज तपाईको 1 मिनेटमा 1 क्लिकमा चुटकीमा गायब हुन सक्छ। त्यही भएर यो भिडियो ध्यान दिएर हेर्नुहोला, अन्तिमसम्म हेर्नुहोला र साथै धेरैभन्दा धेरै शेयर गरेर अरूलाई पनि जानकारी दिनुहोला। म देखाउँछु अब मोबाइलको स्क्रिनमा। देख्न सक्नुहुन्छ साथीहरू, मोबाइलको स्क्रिनमा मलाई यस्तो नोटिफिकेसन आएको छ मेटाबाट भनेर होइन। म तपाईहरु माझमा देखाउन चाहन्छु फाइनल नोटिस, यानी कि तपाईको आईडी को अन्तिम वार्निङ छ, तपाईले भाइलेसन गर्नुभएको छ। फाइनल नोटिस पोलिसी भाइलेसन भनेर मलाई एउटा नोटिफिकेसन आएको छ। सुन्नुहोस् है साथीहरू, अन्तिमसम्म सुन्नुहोला। म यो नोटिफिकेसन पढ्न गइरहेको छु। यो नोटिफिकेसनमा के भनेको छ भनेपछि तपाईँ अन्तिमसम्म सुन्नुहोला, नत्र तपाईसँग पनि आएको हुनसक्छ। यस्ता नोटिफिकेसन तपाईहरूसँग पनि पुगेको हुनसक्छ। तपाईँ ध्यान दिएर सुन्नुहोला है त। म पढ्न गइरहेको छु। हामी तपाईलाई जानकारी गराउन लेखिरहेका छौँ कि तपाईको विशिष्ट मेटाको शर्तहरू र नीतिहरूको उल्लङ्घनमा पाइएको छ। यो समस्या समाधान गर्न हामी तपाईलाई निम्न कारबाहीहरू गर्न विनम्र अनुरोध गर्दछौँ भनेर लेखिएको छ। उल्लङ्घन सच्याउनुहोस्, समस्यालाई सम्बोधन गर्नुहोस् र 24 घण्टाभित्र आवश्यक कारबाही गर्न असफल भएमा तपाईको विशिष्ट अर्थात् तपाईको फेसबुक पेज स्थायी रूपमा समाप्त हुन सक्छ। यसमा तपाईको तुरन्त ध्यानको लागि कदर गर्छौँ। ओ माई गॉड, क्या बात है, क्या बात है। ल, बधाई छ है, ह्याकरलाई बधाई छ साथीहरू। ओहो माई गॉड। ल हेर्नुहोस् साथीहरू, अर्को पनि हेर्नुहोस्। म यसको भित्र गइरहेको छु। अब तपाईँ ध्यान दिएर सुन्नुहोस्, ध्यान दिएर हेर्नुहोस्। यो कस्तो मान्छे हो, साँच्चै मेटाले पठाएको हो कि यो ह्याकरले पठाएको भन्ने तपाईलाई स्पष्ट हुन सक्छ। तपाईहरूसँग पनि यस्ता नोटिफिकेसन आउन सक्छन्। ध्यान दिएर सुन्नुहोस् अन्तिमसम्म है। स्क्याम नगर्नुहोस् त, स्क्याम नगर्नुहोस् भने तपाईको आइडी यदि तपाईको फेसबुक आइडी यदि तपाईँ बचाउन चाहनुहुन्छ भने अन्तिमसम्म हेर्नुहोस् है। देख्न सक्नुहुन्छ, यता देख्न सक्नुहुन्छ यस्तो नोटिफिकेसन पठाएको छ होइन मलाई। ल, यसको प्रोफाइलमा गए म हेर्नुहोस् साथीहरू, प्रोफाइलमा हेर्नुहोस् त। ओ माई गॉड, प्रोफाइलमा 55 लाइक 166 वटा फलोवर्स रहेको छ। ल यस्तो ल साथीहरू, तपाईहरूलाई पनि झुक्क्याउन सक्छ है। यो चाहिँ 100% ह्याकर है। ल साथीहरू, ल हेर्न सक्नुहुन्छ, तपाईँले यता देखिसक्नुभयो होला। 55 वटा लाइक भएको व्यक्तिले मलाई नोटिफिकेसन पठाएको छ मेरो फेसबुक पेज ह्याक गर्नको लागि, मेरो फेसबुकमा भएको पैसालाई क्वाप्पै खानको लागि। देख्न सक्नुहुन्छ साथीहरू है। ल कतिजनालाई पठाएको रहेछ यसले नोटिफिकेसन, हेर्नुहोस् है। यति धेरै मान्छेसँग यसले नोटिफिकेसन पठाएको छ। ल म भन्दा यदि सोझा मान्छे भेटिएको छ भने यिनले धेरैवटा आइडीलाई यसले ह्याक गरेको छ है। ल साथीहरू, देख्न सक्नुहुन्छ यति धेरै। ओ माई गॉड, अब यसलाई के गर्नुपर्छ? हामीले यस्ता नोटिफिकेसन है सिधै ब्लक ठोक्नुपर्छ। ल हामीले ब्लक गरिसक्यो। ल हेर्नुहोस् साथीहरू, ल वा ब्लक देखिहाल्नुभयो साथीहरू। तपाईँले मलाई यस्तो नोटिफिकेसन आएको छ मेटाद्वारा भनेर तपाईले मेटाको नियम उल्लङ्घन गर्नुभयो। तपाईले अन्तिम चेतावनी छ, नत्र भने तपाईले अपिल गर्नु भएन भने तपाईको आइडी सधैँको लागि डिलिट हुन सक्छ भनेर यस्तो नोटिफिकेसन आएको छ। यस्ता मान्छेहरू छन् साथीहरू, आफू काम गर्न सक्दैनन् तर अरूको मेहनतलाई यसरी चुटकीमै चुनेर लगिहाल्छन् साथीहरू। यस्ता ह्याकरहरूबाट तपाईहरू बस्नुहोला। तपाईको मेहनत ह्याकरको हातमा नपरोस्। यो भिडियोलाई धेरैभन्दा धेरै शेयर गरेर ह्याकरको पन्जाबाट बस्नुहोला। आफू पनि बचौँ, अरूलाई पनि बचाउँ र साथै फेसबुकमा राम्रो ओरिजिनल कन्टेन्ट हालेर फेसबुकबाट पैसा कमाएर आनन्द लिउँ। हस्त, नमस्कार।